यहीँ छ नाइल नदी ठ्याक्कै तल छ। Wanda jadi kang nyal uncola dari. हेलो एन्ड नमस्ते साथीहरू, स्वस्थ जीवन स्वस्थ संसार कामनासहित म फेरि तपाईँहरूमा आइसकेको छु। आज सबैजना सन्चै हुनुहुन्छ होला। म पनि हजुरहरूको आशीर्वाद एकदम फिट एन्ड फाइन छु आजको दिनसम्मलाई। म आज कर्मथलो यो छोडेर म फेरि आफ्नो देश नेपाल आउँदैछु। अब आजको यो मेरो यो कर्मथलोबाट जन्मथलो नेपालसम्मको दृश्य चाहिँ म तपाईँहरूलाई देखाउन खोजिरहेको छु। अगाडि कस्तो हुन्छ यात्रा मेरो कस्तो रहनेछ त्यो म तपाईँहरूलाई अवश्य पनि देखाउने छु। अगाडि हेर्दै जाउँ है त साथीहरू। अब यो सुडान भन्ने देश चाहिँ छोडेर म यो नेपाल आइपुग्दाखेरि नेपाल जाँदाखेरिको यो दृश्य म तपाईँहरूलाई देखाउन खोजिरहेको छु। बिचमा म सुडानमा चाहिँ के छ कस्तो छ यहाँको माहौल यहाँको अवस्था त्यो बारेमा पनि म तपाईँहरूलाई देखाउने नै छु। अगाडि दृश्य जुन म अब प्लेन चढेर जानुपर्ने हुन्छ त्यो प्लेनबाट देखिने दृश्यहरू र यहाँको वस्तुस्थिति कस्तो छ के छ म त्यो बारे तपाईँहरूलाई देखाउँदै जानेछु। अगाडि हेर्दै गरौँ है त। सिगरेट स्मोकिङ नो यति भए पुग्यो कि मोबाइल पनि अफ गर भन्दै मैले भिडियो खिचिरहेको छु। फ्लाइट मोडमा लगाउने भनेर चाहिँ ल अन्तर्वार्ताले नि ल अब साथी हो म बाहिरतिर दृश्यहरू खिच्छु। यो चाहिँ सुडान साउथ सुडान एयरपोर्ट जुबा, यहाँको राजधानी चाहिँ जुबा हो। अब हामी रनवेतिर लाग्दैछौँ। देखिएन अलिकति देखियो ल हाइट। अब यसको पाला यो म चढेको प्लेनको पाला आउनु लाग्यो। अब छोडेर जाँदैछौँ यो जुबा एयरपोर्ट। इथियोपिया टन्नै छ त रनवे त। हामी अहिले त माथि लडिरहेको छ। अहिले एकछिनपछि रनवेमा यो सिधा गराइसकेपछि यही बाटो फर्किन्छौँ है साथीहरू। अब होइन दापट्टि पनि बजार छ क्या यो जुबा सिटी। जुबा सिटीबाट चाहिँ हामी जुबा यो एयरपोर्ट साउथ सुडानको। अब हामी जय पशुपतिनाथ हामी भगवान्को नाममा भगवान् भर्छना हामी त हिँडिरहेको छौँ। ल त्यहाँनिर अलिकति डडेलो पनि लागिरहेको छ। पछाडि त कम हावा कम रहेछ। ल एयरपोर्ट तल हेर्नुहोस् जुबा सिटी घर नाइल नदी पर नाइल नदी छ होइन। नाइल नदीको दृश्य पनि हेरिहाल्नु। कहाँ घुमाएको यार यत्तिकै घुमाइदियो यार यत्तिकै घुमाइदियो यार बाप रे बाप। ल त्यो नाइल नदी है साथीहरू। यहाँ तल हेर्ने नाइल नदी ठ्याक्कै नाइल। अब नाइल नदीको तिरतिरै लान्छ जुबा सिटी छोड्यौँ हामीले एयरपोर्ट बाप रे बाप। ल यहीँ छ नाइल नदी ठ्याक्कै तल छ। पुरै तर्साउँदो रहेछ यार आम्मामा। कहिले यता गर्छ कहिले उता गर्छ यार है। खतरै रहेछ। पहिलोचोटि बसेको अरे 6 चोटि चढ्यो तर पछाडि बसेको थिएन नि। होइन हामी त पछाडि बसेको छु। अगाडि त यस्तो हुँदैन थियो। ल बाप रे नाइल नदी के गर्छ बसले झ्याका जस्तो झ्याकिरहेको छ यार आम्मा। कहिले लत्तै तल कहिले लक्कै माथि बनाइरहेको यार। अति अब यो चाहिँ इथियोपिया चिङ्कुई च्याङ गर्ने चाइनामा पुगिसकेको छु म त यार। म अब प्लेनमा 8848 मिटरको टगरमाथा कतापट्टि पर्छ माउन्ट एभरेस्ट र 8848 भन्थ्यो 50 मिटर देखाउँदो रहेछ यार। आम्मामा ल साथीहरू ल यो चाहिँ सेटेलाइट मार्फत हेरेको होइन माउन्ट एभरेस्ट हाम्रो देश नेपालको हिमालको दृश्य अनि लोत्से हिमालको र मकालु हिमालको चाहिँ दृश्य हेरौँ है त।
म 3D मा टक्क त भएन देखा। अब हाम्रो देश नेपाल टक्क हेर्दै जाउँ ल हेर्नुहोस्। दायाँ बायाँको छिमेकी राष्ट्रहरू भनेको चाइना, भारत। विश्वको सबैभन्दा अग्लो हिमाल कहाँ पर्छ भन्दा यहाँ पर्छ क्या। यो मेरो देशमा पर्छ क्या, हाम्रो देशमा पर्छ क्या, नेपालमा। ग्राउन्ड स्पिड चाहिँ 777 किलोमिटर पर आउँछ है। अब हामी चाहिँ सुडानबाट ट्याक्क लगाएर इथियोपियामा प्रवेश गर्दैछौँ भनौँ न। र अब यो आइटमहरूलाई चाहिँ म ट्याक्क लगाएर खोल्दैछु है साथीहरूलाई। यति आउँछ क्या साथी, भात यति नै हो खाना भनेको त। साथीहरू यो चाहिँ आकाश देखिएको आकाश चाहिँ अहिले म सुडानबाट इथियोपिया प्रवेश गरिसकेको छु। सुडानबाट यो इथियोपिया बादल हो। डिस्टर्ब त गरेन यसले। अरे बाप रे बाप, अरे बाप रे बाप भइरहेछ उल्टा गोल्टा अझै नजिकबाट देखेको त। सरले पर्छ त्यो सानो सानो क्लिपहरू हाम्रो युट्युबमा आइहाल्छ। युट्युबमा हामी आउँछौँ नि। ओ त्यो क्या नि कसको गाउँ आइपुग्यो त्यहाँ। पहाडी बेल त जस्तो छ पहाडी बेल अहिले ठुल्ठुलो घरहरू आउँछ क्या इथियोपियामा। कस्तो माथि थुप्पो थुप्पो त्यो अलिकति बादल कसरी भयो होला है। इथियोपिया जम्मको छैन यो बादलभन्दा माथि त। जब यो बादल छ नि, बादल माथि सबै चिसो होइन त। यो त शून्यता। एकदम सुन्दर सुन्दर दृश्यहरू छ क्या साथीहरू। कतिसम्म भेटेको छ होइन, मेरो उसले चाहिँ कति भेटेको छ क्यामेराले है। जति हेऱ्यो त्यति हेरेर लाग्यो, जति हेऱ्यो त्यति हेरेर लाग्यो। दामी छ क्या दृश्य। फेरि सिट बेल्ट बाँध भनिसक्यो क्या साथीहरू। म तपाईँहरूलाई सिट बेल्ट बाँधे पनि जे बाँधे पनि होइन, तपाईँहरू चाहिँ यहाँबाट तल कस्तो छ, यहाँबाट तलको दृश्य कस्तो छ, झन् नजिक जति नजिक आयो त्यति राम्रो देखिन्छ। म तलबाट देखाउँछु है साथीहरू। अब प्लेनले यो पखेटा तलमाथि 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 गरेर तल 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 लान्छ क्या साथी हो। सट्टो बिस्तारै तल गर्दैछ एउटा बाटो अलिअलि 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 चलाइरहेको छ। आम्मामामामा यो इथियोपिया देश हो। यो इथियोपिया देशको बस्ती पनि एकदम राम्रो क्या। खेतीयोग्य जमिनहरू मात्रै रहेछ क्या, पाहाडहरू चाहिँ धेरै रहेनछ, अलिअलि रहेछ। 3719 मिटरसम्मको हाइट चाहिँ नजिक नजिक रहेछ। मैले चाहिँ यहाँ म्यापमा हेरेको होइन। अब अरू त हेर्नु त आमामा खेतीयोग्य जमिन कति हो कति आयो। आम्मामा नेपालको जस्तो पाखा पोखराहरू आयो ल। यो बादलको मुनि चाहिँ टक्क के छ त, सरर सिधा गऱ्यो भने ल हेर्नुहोस् त। कपास जस्तो बादल छ यार, कपास जस्तो। आमामा बादलको मुनि पुरै गाउँ छ, घरहरू छ। बादल चाहिँ जानेरै हो लगेको त तल झुम्म बनाउँदो रहेछ यार। दट गाँदा खाएर कस्तो झुम्म परेको भन्छ नि, त्यस्तै बनायो है। बनायो सबैलाई बनायो। मैले त मलाई मात्रै बनायो होला भनेको त यार। गाँजा खाएको अनुभव त गरिरहेन, तर गाँजा खाएको जस्तो सुने कि झुम्म बनाएको होइन नि। पहाडी जस्तो भएको रहेछ बादलको पाहाड ल हेर्नु साथी, बादलको पाहाड। यो पखेटाको टुप्पा देखाउँछु है म। यो पखेटाको टुप्पा देखाउँछु। ल तल ल यार। अब ओह्रालो बनाएर हेर्नु, अगाडि अगाडि ओह्रालो बनाइसक्यो त। बजार आयो ल, बजार कुन चाहिँ बजार हो ठ्याक्कै थाहा भएन होइन। म हेर्छु है त। पुरै खेतीयोग्य जमिन छ क्या। आमामामा हाइट यस्तै दामी छ खेतीयोग्य जमिन यार। पानी ए उ त्यो बनाएको ताल रहेछ यार। उ त्यो अहिले के को सिजन रहेछ यार।